तपाईँहरूलाई छिमेकी भन्ने बित्तिकै के कुरा याद आउँछ? मुख छाडौँ लाग्दैन? अहिले नै मुख छाड्नु मन लागिसक्यो। मुख छाडौँ लाग्छ कि नै छिमेकी भन्ने बित्तिकै? अब छिमेकीहरू अब देशैपिछे फरक हुन्छन् होला, देशैपिछे ठाउँैपिछे फरक हुन्छन् होला। नेपालको छिमेकी भन्ने बित्तिकै कस्तो टाइपको छिमेकी हुन्छ कि नेपालमा? एउटा हुन्छ, मैले बुझेसम्मको कुरा है, एउटा हुन्छ अर्काको चियो मात्रै गर्ने। कसको कोठामा को आयो, के आयो, कति बेला आयो, कुन गोत्रको आयो, कुन जातको आयो, कुन थरको आयो, त्यसको बाले के गर्छन्, त्यसको स्पेसल्ली भन्नुपर्दा अविवाहित केटाहरू बस्ने कोठामा केटीहरू को आयो भनेर चियो चर्चो मात्रै गर्ने छिमेकी आन्टीहरू अङ्कलहरू, त्यो एक थरीको छिमेकी भयो। अर्को हुन्छ फेरि मागेरै मात्र चलाउने, जे चिज होस् मागेरै मात्र चलाउने। धन्न अहिलेसम्म तिनीहरूले एउटा चाहिँ लिहाज राखेका छन् है, धन्न बिहे नगरिकन श्रीमती चाहिँ मागे होइन, कुनै बिहेबाट त्यो पनि सुरु हुन्छ। अनि अर्को हुन्छ फेरि न्यु खोज्ने छिमेकी, झगडा गर्ने न्यु मात्रै खोज्ने, झगडा गर्ने न्यु चाहिएको छ, जसरी हुन्छ झगडा गर्नु छ। मैले कुखुरा छोड्यौँ भने, मैले खसी छोड्यौँ भने गएर चाहिँ मकै सुकाउने अनि बिस्कुट सुकाउने भनौँ न, त्यो खाले छिमेकी हुन्छन् एउटा। अब फेरि छिमेकीहरू नि फेरि विवाहित मान्छेको छिमेकी र अविवाहित मान्छेको छिमेकीहरू अलिकति फरक, मतलब मान्छेहरूको चियो चर्चो गर्ने अलिकति शैली चाहिँ अलिकति फरक हुन्छ जस्तो देखेँ क्या। मैले एकजना विवाहित दाइको कोठामा जाँदाखेरि थाहा पाएँ, तन्ना र तकिया एउटै रङको आउँदो रहेछ भन्ने कुरा। तन्ना र तकिया एउटै रङको पनि हुँदो रहेछ। मैले एकजना विवाहित दाइको कोठामा जाँदा थाहा पाएँ। हाम्रो केटाहरूको ठाउँमा के हुन्छ, एउटा तकिया हुन्छ, तिनजना बस्छन्, एउटा तकिया हुन्छ, एउटाले त्यो तकिया कुनै दिनमा पनि छोड्दैन, कुनै बेला एउटा न एउटा त्यो तकियामा सुतिरहेकै हुन्छ। सुरुको केही दिन त त्यो तकिया ठिकै हुन्छ, त्यसपछि के हुन्छ, तकियाको दुईतिरको रुई चाहिँ दुईतिर गइसक्यो, बिचमा त्यो कपडा मात्रै रहन्छ, त्यसमा अडेस लाएर सुतिरहन्छ। अनि अर्को फेरि सो अफ गर्नेवाला छिमेकी, देखाउनु चाहिँ पर्यो, लोन लिएर होस् जेसुकै गरेर देखाउनु पर्यो। अस्ति एउटा छिमेकीले, पल्लो घरको छिमेकीले चाहिँ लोन लिन लाग्छन् ब्याङ्कबाट। ब्याङ्कको मान्छेहरू लोन चाहिँ अब भेरिफाई गर्न भनेर ब्याङ्कको स्टाफहरू आयो। पल्लो घरमा कोही थिएन, बरन्डामा बसेर टुकुर मोबाइल चलाएर थिएँ। आएर सोध्यो ब्याङ्कवालाले, भाइ पल्लो घरको मान्छे यहीँ बस्नुहुन्छ? अब मैले पनि भन्दै, पल्लो घरको मान्छे पल्लो घरमा बस्छ, ओल्लो घरको मान्छे ओल्लो घरमा बस्छ। फेरि अब छिमेकी भनेपछि उनीहरूले मात्र आफ्नो चासो लिने हुँदैन, आफूले पनि चासो लिन्छ। आफूले चासो लिँदाखेरि मैले सोधिहालेँ फेरि, हर के को लागि हो र दाजु? उसले भने लोन लिन लाग्छन् अनि त्यसको भेरिफिकेसनलाई आएको। अनि फेरि मैले भने दाजु लोन नदिनु। उसले फेरि झस्किँदै भने किन? यिनीहरूले त तिर्दैन नि, मैले अस्ति 5,000 दिएको अहिलेसम्म फिर्ता गरेको छैन। उसले भने हामी ब्याङ्कवाला हौँ, हामीलाई पनि आउँछ राम्रोसँग पैसा कसरी उठाउनुपर्छ भन्ने, पैसा उठाउन हामीलाई आउँछ भन्यो। त्यसपछि मैले पनि मौका त छोड्ने कुरो भएन। मैले पनि के भन्दै, त्यसमा मेरो 5,000 सँगै उठाइदिनु ल भन्दै ऊ आफ्नो बाटो लाग्यो। अर्को हुन्छ फेरि छिमेकी पनि कस्तो, जाँड खाने बेला मात्र सँग दिनु, जाँड खाने बेला मतलब छैन, सब आफ्नो दुनियाँमा। जुन दिन जाँड खानु पर्यो मेसो मिलेपछि कता हो यतातिर, ल आज खाइदिउँ न त, बस्दिउँ न त, त्यति बेला भेट्यो। एक दिन जाँड खायो, झ्या भयो, आफ्नो घरमा गयो, सुत्यो। भोलिपल्ट त फेरि अर्को जाँड खाने बेला नआएसम्म त्यो छिमेकीसँग केही कुरै हुँदैन। छिमेकी आनन्द पनि विदेशमै हो जस्तो लाग्छ क्या मलाई चाहिँ, यसो विचार गर्दाखेरि। आफू विदेश आइसकेपछि ठ्याक्क त्यो कुरा चाहिँ महसुस पनि गरेँ मैले। पल्लो कुरा कहाँ को के गरिरहेछ, के बसिरहेछ थाहा छैन। तर एक मनले यसो विचार गर्दाखेरि फेरि नेपालकै छिमेकी ठिक हो जस्तो पनि लाग्छ होइन। यहाँ चाहिँ कतिपय ठाउँमा देखिए पनि छ चाहिँ पल्लो कोठामा मान्छे मरिरहेको छ, कसैलाई थाहै छैन क्या।
मोरेर गनाउन थालिसकेपछि एकदम स्मेल आएपछि बल्ल चाहिँ पुलिसलाई खबर गरेको त्यस्तो पनि केस देखेको छु। अब चियोचार त गर्ने भयो नि छिमेकी चाहिँ अब हुन्छ नेपालकै जस्ता छिमेकीहरू राम्रो जस्तो लाग्छ मलाई। तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नु नबिर्सिनु है। थ्याङ्क यू सो मच।